यो गाउँ-गाउँमा सिंहदरबार कति कानुनी कति व्यावहारिक एक दिवसीय बहस कार्यक्रमका आदरणीय अध्यक्षज्यू, प्रमुख अतिथि नेपाल सरकार अर्थ मन्त्रालयका आदरणीय सहसचिवज्यू, विशिष्ट अतिथि यसवटा आयोजक सहकार्य मध्यपश्चिमी नगरपालिकाद्वारा सहकार्य गरिराख्नुभएका टिमका वडाध्यक्षज्यू, पत्रकार महासंघका सभापतिज्यू, यो कार्यक्रमलाई सफल बनाउनका निम्ति समाचार सम्प्रेषण गर्नका निम्ति र यो कार्यक्रमको प्रभावकारिताका बारे बहस गर्नका निम्ति उपस्थित हुनुभएका सम्पूर्ण पत्रकार साथीहरुमा सबैमा मेरो नमस्कार। यो असाध्यै भास्ट विषय छ। म चाहिँ खाली सहभागिताको लागि मात्र यहाँ आएको थिएँ, संयोगवश वक्ता पनि भएँ। त्यसले गर्दा अलिकति मेरो अनुभव चाहिँ यहाँहरुको बीचमा सकेसम्म संक्षिप्तमा शेयर गर्ने म प्रयत्न गर्छु। मलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 2080 र 2081 को 2 वर्षको सुशासन पत्रकारिता पुरस्कार मलाई दियो। म लगायत अरु 4 जना कान्तिपुर लगायत अरु मिडियाका पनि साथीहरु हुनुहुन्थ्यो। त्यो मध्येको चाहिँ फ्रिलान्सरका हिसाबले 80 मा पनि 81 मा पनि दुवै पटक पाउने चाहिँ म पनि परेँ र मैले त्यसपछि चाहिँ अनुरोध गरेँ तेस्रो पटक चाहिँ पुरस्कारलाई नबोलाउनु होला भन्ने। किनभने तपाईको जहाँ गयो भने पनि हाम्रो बारेमा लेख्ने मान्छे यही हो भनेर असाध्यै धेरै वक्र दृष्टिले हेरिने रहेछ। यो हाम्रो बारेमा लेख्ने मान्छे हो भनेर। अब अलिकति मैले स्थानीय तहको बारेमा पनि केही आर्टिकलहरु लेखेको छु। स्थानीय तहको बारेमा लेखेको आर्टिकलमा चाहिँ तपाईको झन्नै 34-35% उजुरी चाहिँ स्थानीय तहको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहको उजुरी छ। त्यो उजुरी पनि कस्तो छ भन्दा तपाईको चाहिँ एउटा स्थानीय तहले अबन्न पैसा राख्ने अनि पछि तपाईको चाहिँ पोलिटिकली आफू जतातिर छ त्यतैतिर मिलाएर पैसा दिने। अर्को तपाईको उपभोक्ता समिति, अब साना योजनाहरुमा टेन्डर हुने कुरा भएन, उपभोक्ता समिति बनाउने र त्यो उपभोक्ता समिति आफ्नै खालका मान्छेहरु टाकटुक मिलाएर राख्ने। त्यसपछि तपाईको चाहिँ अब हेर्दाखेरि नगरपालिका गाउँपालिका वडामा हेर्दा तथ्याङ्क जस्ताको तस्तै छ, तर त्यहाँ अधिकांश पेश गरिएका चाहिँ सबै मिथ्याङ्क पेश गरेको हुने। तर हेर्दा तथ्याङ्क चाहिँ टक्क टाकटुक तपाईको यति राम्रो पँधेरो बनाएको छ, कुवा बनाएको छ, धारा बनाएको छ, बाटो बनाएको छ, तपाईको असाध्यै धेरै चटक्क परेको हुने। तर ती सबै मिथ्याङ्कहरु पेश गर्ने धेरै ठाउँमा त्यो खालका स्थितिहरु पनि देखिएर तपाईको चाहिँ अख्तियारमा धेरै उजुरी पनि पर्यो। र हुँदा हुँदा तपाईको एउटा पञ्चायत कालको एउटा कथा हामीले पढ्ने गर्थ्यौं। तपाईको जुम्लाको राष्ट्रिय पञ्चायतको सभापतिले एउटा गाडी नजानी भएपछि तपाईको चाहिँ एउटा घोडा किन्नको लागि राष्ट्रिय पञ्चायतले विज्ञापन गरेछ। विज्ञापन गर्दा यहाँनेरि तिलके भएको, यहाँनेरि चाहिँ पुछरमा यस्तो सेतो भएको, यहाँनेरि ढाडमा यस्तो भएको भनेर विज्ञापन गरेछ। त्यो घोडा चाहिँ त्यही राष्ट्रिय पञ्चायतको सभापतिको आफ्नै घरको घोडासँग मात्रै मिल्ने, अरु बाँकी कसैसँग नमिल्ने गरी उसैसँग मिल्ने मात्रै घोडा रहेछ भनेपछि त किन्न त त्यही किन्न पर्ने भयो। त्यसले गर्दा तपाईको अलिकति आलोचनात्मक हिसाबले हेर्दाखेरि चाहिँ तपाईको हामीले हाम्रा वडाध्यक्षज्यू, हाम्रा नगरपालिकाका प्रमुख उपप्रमुखज्यूहरूले के गर्नुभयो भने तपाईको चाहिँ चुनाव जित्नका निम्ति म 1 रुपैयाँ पनि पैसा मेरो तलब भत्ता म के लिने छैन, तपाईहरुलाई कर छुट गर्दिन्छु, मालपोत छुट गर्दिन्छु, यो छुट गर्दिन्छु, त्यो छुट गर्दिन्छु भन्नुभयो। एउटा जनप्रतिनिधिले मासिक 20,000 25,000 कति पाउँछ वडाध्यक्षले, तपाईको उहाँले नलिने हो भने, तपाईको त्यति पनि नलिने हो भने उहाँको मोटरसाइकलमा हाल्ने पैसा र उहाँको मोबाइलमा हाल्ने पैसा चाहिँ भ्रष्टाचार नगरे के गर्नुहुन्छ त? उहाँले कहाँबाट ल्याउनुहुन्छ? बारीको पाटो बेचेर तपाईको मोबाइलमा हालेर जनताको सेवा गर्ने कति हुनु होला? त्यसले गर्दा राज्यले दिएको लिने र म 1 पैसा पनि करप्सन गर्दिन भन्ने खालको त्यो आत्मबल अथवा त्यो इथिक्स चाहिँ उहाँले देखाउनु पर्थ्यो। भन्दाखेरि तपाईको एकातिर उहाँले लिनु भएन भनेर गजबको स्टन्ट गर्दिने, तर अर्कोतिर चाहिँ तपाईको अनि उहाँहरु आफ्नो घर कसरी चलाउनु होला, आफू कसरी हिँड्नु होला, साथीभाइसँग बस्दाखेरि हामी स्वभावैले हामी जनप्रतिनिधिसँग बस्दै गर्दा तपाईको चियाको अथवा खाजाको बिल पनि उहाँले नै तिर्नु होला भनेर हामीले अपेक्षा गर्छौं। भन्दाखेरि उहाँ राजनीति गर्नुहुन्छ भनेर भन्छौं। भन्दाखेरि तपाईको चाहिँ त्यो यसलाई आफू पारदर्शी हुनका निम्ति पनि तपाईको चाहिँ राज्यको सुविधा छोड्नुपर्छ भन्ने मलाई लाग्दैन। र यो गाउँ-गाउँमा सिंहदरबारको सन्दर्भ चाहिँ के छ भने तपाईको यो परिकल्पना चाहिँ सुविधाका हिसाबले तपाईको अब निश्चित हाम्रो अर्थको सहसचिवजीले अलि यसपछि भन्नु होला, निश्चित नोट छाप्ने कुरो स्थानीय तहले नपाउला, पासपोर्ट नपाउला, भलै तपाईको चाहिँ मालपोत जग्गा पास गर्ने कुरो पनि स्थानीय तहले नपाउला, तपाईको चाहिँ सिफारिस मात्रै गर्न पाउला। तर त्यो भन्दा बाँकी कुराहरूले जनताले तपाईको आफ्ना डकुमेन्टहरु खोजी गर्दै सिंहदरबार आउन नपरोस् भनेर जनताको सिंहदरबार चाहिँ हामी गाउँमै परिकल्पना गर्छौं र जनताको सिंहदरबार गाउँमै छ। उसले सम्पूर्ण सुविधाहरु ती पाउँछ।
आफ्नै घरमा खाना खाएर गएर तपाईँको चाहिँ आफ्नो लिनुपर्ने कुराहरू लिएर घरमा फर्किन सक्छ भन्ने परिकल्पना गरिएको हो। तर अहिले तपाईँको चाहिँ त्यो स्थिति देखिएको छैन। अहिले हेटौँडामा व्यापक विकास निर्माणका लागि तपाईँको चाहिँ जनप्रतिनिधिहरू तपाईँको यो मैले यो बागमती प्रदेशको कुरा गर्दैछु, व्यापक त्यहाँ चाहिँ कुदाकुद छ। सिंहदरबारमा व्यापक कुदाकुद छ भनेपछि तपाईँको हामीले राष्ट्रिय गौरवका आयोजनाहरू पनि हामीले पहिचान गरेका छौँ। त्यो राष्ट्रिय गौरवका आयोजनाहरू तपाईँको कति वर्ष लाग्ने हो, पुरा हुनको लागि कति वर्ष लाग्ने हो होइन। तपाईँको यो पेशलजीले आगामी दिनमा राष्ट्रिय बहसमा यी कुराहरू लिएर आउनु होला। तर स्थानीय तहको सन्दर्भमा चाहिँ तपाईँको हामीले स्थानीय तहमा हामीले हाम्रा जनप्रतिनिधिहरूले पनि तपाईँको मलेसिया जस्तो मुलुकले 20 वर्ष प्लान बनाउँछ, अमेरिकाले 100 वर्ष बनाउँछ। हाम्रा जनप्रतिनिधिले 5 वर्ष प्लान बनाएर त्यो 5 वर्षमा ती कुराहरू चाहिँ कार्यान्वयन गर्ने गरी प्लान बनाइदिनु भयो भने र तपाईँको चाहिँ सरकारले तपाईँको ती कुन पालिकाले कस्तो प्लान बनाएको छ, पर्यटनको छ कि कृषिको छ कि जलस्रोतको छ कि पिउने पानीको छ कि त्यो प्लानका लागि राज्यले साधन र स्रोतले सम्पन्न गराइदियो भने तपाईँको विकास निर्माणका निम्ति तपाईँको यता तल नीति बनाइराखेर योजना बनाइराखेर माथि मलाई यो विकास चाहियो त्यो विकास चाहियो भन्दै दौडिनु पर्ने परिस्थिति हुँदैन थियो। तर भइदियो के भने तपाईँको चाहिँ अहिले यो पछिल्लो सरकार निर्माण भयो, कांग्रेस र एमालेको सरकार निर्माण भयो। मलाई समय चाहिँ कति छ होइन, तपाईँको चाहिँ सरकार निर्माण भयो। सरकार निर्माण हुँदै गर्दा सरकारले के भन्यो भने हामी राजनीतिक स्थिरता दिन्छौँ, सुशासन दिन्छौँ र समृद्धि दिन्छौँ। राजनीतिक स्थिरता चाहिँ कसरी दिन्छौँ भन्दा संविधान संशोधन गर्छौँ। संविधान संशोधन केमा गर्छौँ भने निर्वाचनका अन्तर्वस्तुमा संविधान संशोधन गर्छौँ। निर्वाचनको अन्तर्वस्तुमा संविधान संशोधन नगर्दा एउटै पार्टीले बहुमत ल्याएन, एउटै पार्टीले बहुमत नल्याउँदा 5 वर्षसम्म सरकार सञ्चालन हुन सकेन, राजनीतिक अस्थिरता भयो। त्यसले गर्दा वर्षै पछि तपाईँको चाहिँ सरकार परिवर्तन हुँदै गर्दा तपाईँको एउटाले ल्याएको योजनाहरूलाई अर्कोले कार्यान्वयन नगर्ने, अर्कोले ल्याएको अर्कोले कार्यान्वयन नगर्ने, नगर्दै गर्दा तपाईँको चाहिँ हाम्रा चाहिँ अलिअलि केही कुराहरू तपाईँको चाहिँ अलिकति काहीँ शिलान्यास मात्रै भएका छन्, काहीँ पिल्लर मात्रै उठेका छन्, काहीँ ढलान मात्रै भएका छन्। यो राधेको भाटभटिनको अगाडिको बिल्डिङ जस्तो काहीँ खण्डहर भएर बसेका छन् भन्दाखेरि तपाईँको यस्तो स्थिति नहोस् र तपाईँको हामी राजनीतिक स्थिरता दिन्छौँ। राजनीतिक स्थिरताका माध्यमबाट हामी सुशासन पनि दिन्छौँ र सुशासन र राजनीतिक स्थिरतासँगै समृद्धि दिन्छौँ भनिएको थियो। तर अहिले यो सरकारले तपाईँको संविधान संशोधनको निम्ति एउटा कार्यदल पनि निर्माण गर्न सकेका छैन भनेपछि तपाईँको अब फेरि सरकारको फेरबदलका कुराहरू तपाईँको एकदम तीव्र गतिमा त्यो वेगमा तपाईँको फेरबदलको कुरा आइरहेछ भन्दाखेरि तपाईँको चाहिँ यो खास गरी हाम्रो तल्लो तहसम्म वडा तहसम्मको विकासको संरचनाको स्थायित्व पाउने भनेको चाहिँ राजनीतिक स्थिरता नै रहेछ मलाई लागेको। राजनीतिक स्थिरताले के दिने भयो, समृद्धि पनि दिने भयो, सुशासन पनि दिने भयो। तपाईँको चाहिँ अब दिनानुदिन तपाईँको करप्सनका कुराहरू अब के भन्छ भाग गरेर तपाईँको चाहिँ उसमा जानुपर्ने, तपाईँको चाहिँ अख्तियार जानुपर्ने, हाजिर गरेर तपाईँको चाहिँ हाजिर जमानीमा छुट्नुपर्ने नेपाल सरकारका अधिकारीहरूको अहिले अभिगत त्यो छ। तपाईँको चाहिँ हामीले सबै सामाजिक सञ्जालदेखि मिडियाहरूमा हामी अभ्यस्त छौँ। त्यसले गर्दा मैले समग्रमा र अन्तिममा पनि मैले उठाउन खोजेको विषय चाहिँ के हो भने गाउँको सिंहदरबारको परिकल्पना भनेको चाहिँ तपाईँको जनताले स्थानीय तहमा सबै सेवा र सुविधा लिन सकुन्। त्यसका निम्ति राज्यले स्थानीय तहमा सबै सेवा र सुविधा दिनका निम्ति राज्यले विनियोजन गर्नुपर्ने बजेट पनि गरिदियोस्। स्थानीय तहले तपाईँको सेवा र सुविधा पनि स्थानीय तहमा पाउन् र तपाईँको चाहिँ सुशासन पनि सबैभन्दा बढी स्थानीय तहलाई अहिले तपाईँको चाहिँ गणतन्त्रकै विरुद्धमा पनि भयानक ठुलो अफवाह फैलाइएको छ। तपाईँको स्थानीय तहमा पाउनुपर्ने जति सबै सेवा र सुविधा स्थानीय तहमा पाउने हो भने तपाईँको चाहिँ संसारकै सबैभन्दा सर्वोत्कृष्ट व्यवस्था भनिएको लोकतान्त्रिक व्यवस्था हो। लोकतान्त्रिक व्यवस्थाको विकल्पमा तपाईँको चाहिँ राजाद्वारा वा कुनै पनि व्यक्तिद्वारा अधीनस्थ व्यवस्था हुनै सक्दैन, लोकतान्त्रिक व्यवस्था हो। अब यो लोकतान्त्रिक व्यवस्थाको स्थायित्वको निम्ति भनेको चाहिँ तपाईँको तल्लो तहसम्म तपाईँको हाम्रो चलन चल्तीको भाषामा हामी भुइँ मान्छे भन्छौँ। ती भुइँ मान्छेले स्थानीय तहमै सबै सेवा र सुविधा पाए भने यो व्यवस्थाका प्रति उनीहरू आश्वस्त र विश्वस्त हुन सक्छन्। यो व्यवस्थाका प्रति आश्वस्त र विश्वस्त हुँदै गर्दा तपाईँको चाहिँ कांग्रेस एमाले माओवादी जस्ता मूलधारका राजनीतिक दलमा लागेका मान्छेहरू पनि तपाईँको यिनीहरू भन्दा चाहिँ बरु राजा ठिक हो कि भनेर राजालाई स्वागत गर्नका निम्ति एयरपोर्टतिर दौडिनु पर्ने परिस्थिति निर्माण हुँदैन, त्यति बेला चाहिँ हुँदैन। किनभने तपाईँको हामी मध्ये धेरैले राजा म एउटा कलम चलाउने मान्छे, त्यो बाहेक म कुनै राज्यको कुनै पनि पोजिसनमा छैन। तर राजाको शासनकालमा 47 दिन म आफै भित्र जेलमा थिएँ, राज्यले मलाई नियन्त्रणमा लिएको थियो भनेपछि तपाईँको चाहिँ अब त्यो अहिलेको युवालाई हामीले चाहिँ त्यो
राजाको शासनकाल कस्तो हुन्छ अथवा तपाईको एकदलीय व्यवस्थाका शासनकालहरू कस्तो हुन्छन् भन्ने कुराको हामीले त्यो बुझाउन सकेनौं भने तपाईको गणतन्त्रवादी वा लोकतन्त्रवादी भन्दा राजा चाहिँ असल हो कि भन्ने खालको त्यो खालको चाहिँ समाचार त्यो खालको भाष्य चाहिँ तपाईको जनतामा सम्प्रेषित हुन सक्छ र यो व्यवस्था तलमाथि हुँदा यही व्यवस्था ठिक भनेर जनता सडकमा आउने खालको स्थिति रहँदैन। त्यसले गर्दा वडाध्यक्षज्यू यही हुनुहुन्छ, तपाईको चाहिँ हाम्रा आवाजहरू हामीले गरेका छलफलहरू पनि जनताको बीचमा पुग्छन्। तपाईको तल्लो तहमा पुगेका तल्लो तहमा रहेका जनतालाई तपाईको एउटा चाहिँ उपल्लो तहको राज्यको संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले तपाईको करप्सन पुरै संसारमा कहीँ पनि तपाईको जिरो त शून्यमा त नजाला, भ्रष्टाचार रहित हुने कुरो त तपाईको अलिकति अलि गाह्रो नै विषय होला। तर यसलाई असाध्यै न्यूनतममा भ्रष्टाचारलाई झार्न सकियो र सुशासन कायम गर्न सकियो भने तपाईको चाहिँ सुशासन हुँदा र पारदर्शी समाज निर्माण हुँदा चाहिँ जनता तपाईको यो व्यवस्थाप्रति आश्वस्त हुन्छन्। जनता यो व्यवस्थाप्रति आश्वस्त हुँदा तपाईको चाहिँ यो संघीय लोकतान्त्रिक गणतन्त्रवादी भन्दा तपाईको चाहिँ राजावादी चाहिँ असल हुन् भन्ने भाष्य पनि जनतामा निर्माण हुँदैन। जब त्यो भाष्य जनतामा निर्माण हुँदैन र यही व्यवस्थाको अपनत्व जनताले पनि लिन्छन् भनेपछि चाहिँ हाम्रा जनप्रतिनिधिहरू पनि बलियो हुन्छन्। त्यति बेला तपाईको कहिले कसले जित्ला कहिले कसले जित्ला तपाईको जनता भनेको सबै पार्टीकै कार्यकर्ता हुनुपर्छ भन्ने छैन। जनता चलायमान हुन्छन्। तपाईको कहिले एउटाले जित्ला कहिले अर्कोले जित्ला त्यो पाटो ठिक छ, त्यसलाई लोकतन्त्रको त्यो सुन्दर पाटो हो। तर तपाईको चाहिँ जनताले आफूले तपाईको यो व्यवस्था मेरा निम्ति हो र यो व्यवस्थाले मलाई धेरै चिज दिएको छ भन्ने कुरा चाहिँ जनताले अनुभूत गर्नु पर्यो। अहिले अन्तिममा म हाम्रो वडाध्यक्षज्यूलाई एक चिज मात्रै भनेर मेरो भनाइलाई बिट मार्छु। तपाईको चाहिँ जनता भनेका चाहिँ म र मेरो उमेर भन्दा बढीका दाढी कपाल सबै फुलेका वृद्धहरू मात्रै नेपालमा भए तपाईको बाँकी रहेको चाहिँ हाम्रो यो व्यवस्थाप्रति, हाम्रो तपाईको संघीय प्रदेश र स्थानीय तहप्रति उहाँहरूले गर्नुभएको कार्य सम्पादनप्रति, उहाँहरूले ल्याउनु भएको भिजनका प्रति जनता आश्वस्त हुन सकेनन्। आश्वस्त हुन नसक्दै गर्दा पढे लेखेको पनि पाखुरामा बल भएको पनि जनशक्ति जति सबै विदेशी हो। त्यसले गर्दा तपाईको 70 कटेका हाम्रा नेताहरू केपी बा भन्नुहोस्, शेरबहादुर दाई भन्नुहोस्, प्रचण्ड दाई भन्नुहोस्, उहाँ सबै तपाईको चाहिँ 70 कटेका नेताहरूले उहाँहरूले विश्राम लिएर तपाईको चाहिँ युवा विचारले पनि र उमेरले पनि युवाहरूको हातमा यो देशलाई रूपान्तरण गर्न सकियो भने तपाईको चाहिँ अनि तपाईको जनतामा एउटा आशा सञ्चार हुन सक्छ। त्यो सञ्चार भएको आशाले तपाईको पढे लेखेको जनशक्तिलाई नेपालमै रोक्न सक्छ। नभए यदि तपाईको चाहिँ यो 70 कटेका लिडरहरू फेरि पनि मै भए मात्रै यो देश सम्पन्न राष्ट्र सम्पन्न हुन्छ भन्ने उहाँहरूले त्यो सोच राख्नु भएर उहाँहरूले विश्राम लिनु भएन भने सम्भवतः त्यति बेला गणतन्त्रले चाहिँ विश्राम लिन सक्छ। धन्यवाद, नमस्कार।